अब हाम्रो यहाँ प्रेमीजीहरू सबै बसेर अब खाना खाँदै हुनुहुन्छ। हेर्नुहोस् उहाँ हाम्रो गाइड गुरुजीहरू, गाडीको गुरुजीहरू, उहाँहरूलाई पनि अब प्रेमीजी हामी बनाउने छौँ। सबै चलाउने तरिका युट्युबबाट बताइसकेका छौँ जी प्रेमीजी। अब उहाँ हेर्नुहोस् गाइडहरू 20 मिनटमा आउँछ, फेरि आएर लन्च गरेर के आउँदैन, आधी घन्टा अझै लाग्छ। सबै यहाँ बसेर अनि मैले खाइसक्यो ल सबैजना बसेर। आमा कार्यक्रम कस्तो भयो आजको भनिदिनुहोस्। केही दुःख कष्ट कतै त भएन नि हजुर? जिन्दगीमा 4 घन्टाको पहिलो कार्यक्रम होइन त यति लामो तपाईँले पाउनु भएको, धन्य भएन जीवन हाम्रो। यति आनन्द हामीले studio.com हे मालिक यति आनन्द दिनुभयो। यस्तो आनन्द पाउँछ भने सोचेन थिएन मालिक। 4 घन्टाको कार्यक्रम यति हेर्दै 4 घन्टासम्म बस्न पाउनु भनेको त भाग्यमानी कुरा हो नि। तपाईँ के भन्न चाहनुहुन्छ? ल आमा भन्नुहोस्, मन गदगद भयो नि? अहिलेसम्म यसरी देख्न पाएन, देख्न पाइयो, सबै ठाउँ घुम्न पाइयो। एकदम आनन्द आयो महाराज। यसरी फेरि पनि यो कार्यक्रम भाउन पाऊँ। ल भन्नुहोस् दिदी। के भन्नु आउँदैन मलाई त। कार्यक्रम आज कस्तो रह्यो भन्नुहोस् न, त्यो अरू केही भन्नु पर्दैन। अब प्रेम जावजीले आफ्नो समयलाई पहिला चिनाउन सिकाउनु भयो। आज चाहिँ एकदम नयाँ युवाहरूको लागि होइन, एकदम यो कार्यक्रम चाहिँ एकदम राम्रो छ भनेर भन्नुहोस्। मलाई त हर्क यति हर्क के भन्नु महाराजजी। भन्ने आउँदैन मलाई त। भावले मलाई त के भन्ने जस्तो लाग्छ। महाराजजी नि खुसी, म पनि खुसी।